हेलो साथी के छ हौ यात्रा कहाँसम्मको आज हजुर गाइस हामी चाहिँ गाडी हाइडतिर हिँड्दैछौँ ल भिडियो हेरेर लानुहोस् तपाईँहरूलाई हाम्रो दृश्यहरू यसरी कैद गरेर देखाउनेछौँ ए भाइ ठिक छ अब हामी नागबेली बाटो हुँदै उकालोतर्फ लागिरहेका छौँ नागबेली बाटो छ नि यस्तो छ नि यो अगाडिको चाहिँ भनेर तर खासमा चाहिँ यसले चाहिँ उयो गरिदिनु पर्ने हो नि यस्तो जङ्गल चाहिँ के खिच्छ बाटो के बाटो हाम्रो नबिसेको याद आयो भन्दा चाहिँ यहाँ पछाडिबाट कम्फर्टेबलै जानु पऱ्यो बाटो निको छ कस्तो रातो रातो कस्तो चिप्लिन्छ है मजाले त्यो ट्र्याक मात्रै खोलेको हामी ब्याक हुँदाखेरि बसमा आउने हो बसमा आउनुपर्छ ल हो रहेछ अरूभन्दा पनि यो माथि गाडी गयो भने घुम्ती देखिन्छ क्या ओ साथी निन्द्रा पुग्यो फेरि आउनु त्यतिर गइन्छ हौ गाडी होइन खतरा देखिरहेको छ तपाईँले त गीत गाइदिनु न कालो कालो चस्मा आशैमा मेरो भनेर अलिक टाइम पनि लाउनु भने त रेडी हो हामी चाहिँ यहाँ आइसकिसकेको छौँ हाम्रा मित्रहरू उत्रिँदैछन् मेन मान्छे चाहिँ अन्तिममा उफ्रिँदैछ यो आफै गर्छौ जाऊ उता जाउँ अब पहिलो प्राथमिकतामा चाहिँ शौचालय राख्नुपर्छ ल कहाँ गएर ए हामी पल्लो भेगमा छौँ अहिले क्याम्पिङ हाइरानको जिएसपी हो जिएसपी हो यो भन्नुहुन्छ भने तपाईँको यहाँनिर कतिवटा आउटलेट छ भन्ने कुराको नालीबेरी यसरी राखिएको छ रेस्टरुम कहाँ छ यहाँ चाहिँ हाम्रो कम्पनीको एउटा रेस्टुरेन्ट थियो यतै कता छ तेरो चाहिँ भ्लग हो कि के हो है डान्स डान्स है डान्स गाइस डान्स 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 डान्स
कता छ भेटिस चलो भैया चलो भैया आज चाहिँ मजाले हल्का न्यानो छ नत्र भने यहाँ अक्सर हुस्सु लागेर जाडो हुने गर्दछ यो ठाउँमा चाहिँ होइन तर आज कि एक भाइ पनि खतरा हिसाबले आएको हो रहेछ त ए हो रहेछ फुड कोर्ट रहेछ नि के हो साथी अनि यस्तोहरू छ अघि अघि उयो चाहिँ खिच्नु पर्थ्यो नि प्लास्टिकमा निकालेको चाहिँ घोप्टो परेको थियो अघि प्लास्टिक बोकेर आएको रहेछ कि निकालिहाल्यो नि महरूले मलाई पनि निकै गाह्रो बनाइहाल्यो नि महरूले खै त किन अलमल्ल पोच एउटा लिएर लु झ्यापझुप हानी करक छ्याप हानिहालौँ न अनि पर पुकुली बहिनी हाँस्दैछ तेरो देखेर माथि जाउँ माथि जाउँ त्यहाँ केटाहरू भेट्छ जाउँ अडिटमा जाउँ के आएको त माथि हो माथि जाउँ माथि भेट्छौँ हामी झरेको मैले बिर्सकेँ हौ तर कता कता के होला घुमघाम त्यस्तै भइरहेको छ गाइस हाम्रो चाहिँ अहिले हामी यहाँनिर हाम्रो कम्पनीको आउटलेट खोजिरहेको छौँ घुमघाम यताउति लाएर अहिलेसम्म भेटिएको छैन केटाहरू अगाडि अगाडि जाँदैछ खोज्दा किन ठ्याक्कै भेटिहाल्छ मेरो भिडियो आउँछ है सोल्टी हेर्नु चाहिँ हो नि त तपाईँ योभन्दा अगाडि हेर्नु लाग्छ हेरेको छैन ए युट्युबमै आउँछ नि सोल्टी खोलिहाल्नु न फोन मेरो नामै हाल्नु न एउटा सब्सक्राइबर बढ्यो गाइस अब यहाँनिर कुन चाहिँ हो अब चाहिँ हामी यहाँनिर केबुल कारको टिकट काट्न आइरहेको छौँ यहाँ हाम्रा मित्रहरू छौँ अब केबुल कारको टिकट काट्ने ठाउँ एयरपोर्टमा जस्तै छ यहाँनिर भनेपछि सकिगयो नि छ रहेछ नभए पनि के चाहिने यो प्राइभेसी नोटिफिकेसन ओके गर्नु त पेमेन्ट मोड ओके गर्नु त यसमा थिच्नु त त्यहाँदेखि भिसा यता क्यास होइन कार्डबाट गर भिसाबाट हाल्नु घुम्न थालेँ यहाँ भयो टिकट कहाँ झर्छ त
यहाँ होला हग्दै ए हग्दिरहेको यसमै सबै ए एक एकजनालाई यो नफाल्नु है ल भरे आउँदा पनि काम लाग्छ है सोल्टी धन्यवाद भरे भेटौँला फेरि ए सोल्टी र कि सब्सक्राइब हानिसक्यो नि ल सोल्टी ए हामी जानुपर्ने ल हुन्छ कति धेरै मान्छे हो न बाफ्रे 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 हो रहेछ नि लाइन मिच्छोस् घुमौँ होइन डाइरेक्ट किन्नु पारेर भन्दै तेलमा किनेर यहाँ त दुईवटा आउँछ के छ र माथि त खतरा छ नि त के छ अरे त्यहाँ त्यो के अरे पाहाडको खतरा खुलेको छ क्या त्यहाँ जाँदा उयो लाग्छ नि त इन्ट्री फी लाग्छ नि त माथि मात्रै हेर्ने होइन त्यो मलहरू हेरौँ खाना खाना ब्याक भइहाल्यो हो र क्यासिनो नछिर्ने त्यहाँ चाहिँ नछेरौँ खेल्ने होइन हेर्नेमा जाने एकछिन हेर्ने नछेरौँ त्यहाँ अन्त घुमौँ कि छिर्न पायो भने एकछिन हेरौँ न हेरौँ न त हामी यताबाट निस्किँदैछौँ हाम्रो दाको इन्ट्री भयो छिटो गर टाइम छैन भाइ टाइम छैन छिटो गर यहाँ खतरा छ नि यहाँनिर पडारहरू छ यहाँभित्र पहिले हामी त यहाँनिर तँ थिस् नि भाइ थिस् नि पानी नै परेछ त हो नि यहाँबाट हिँडेर आएको हामी कि त बाटो यहाँ मुनि आउने यही हो बाटो यो चाहिँ बिसाउने ठाउँ अस्ति हामी यहाँ आएर त फर्केर गएको नि तल जाने पानी पर्नु थाल्यो त यो बिसाउने ठाउँ हो बिसाउने ठाउँ राम्रोसँगले बिसाउने यहाँनिर कस्तो लाग्यो मलाई एउटा स्टेसन छ यहाँ हाम्रो अङ्कल पनि हुन्छ परिचय भएको छैन गाडीबाट सजिलो लाग्छ है तिमी यहाँ काम गरेर होइन हे बाबु भैया ल यो गुड पऱ्यो रहेछ रे अब चाहिँ हामी आइपुगेको अवस्था यहाँनिर
ठ्याक्कसँगले अब यहाँनिर झरिन्छ स्याटसँगले। अब यहाँनिर फोटो लाने हो भनेर सोध्छ हाम्रो फोटो आइसकेको खिच्दैन हो र त्यो त लानु नलानु आफ्नै छ नि त। यहाँ चाहिँ फोटोको तस्बिरहरू यहाँनिर यस्तो रहेछ, हाम्रो त खिचेन होला। जानु ग्यान्टिङ हाइल्यान्ड स्टेसनबाट हामी यहाँबाट एक्जिट भइसकेका छौँ। ओ सर भात खानु मात्रै आएको हुन्छ कि आज? त्यही हो, छिटो छिटो टिकट काटेपछि 5 बजे टिकट काट्नु छोडेर 3 बजेको टिकट काट्छ। यस्तो मान्छेहरू चाहिँ घुम्न आउनुहुन्छ, काम छैन काम छैन। ड्युटी अलिक ढिलो हुन्छ भनेको तपाईँको। घन्टा ढिलो हुन्छ। अस्ति कति बजी गएको हाम्रो? जाम देख्दैन थिएन नि त्यो हो र? हुनसक्छ हुनसक्छ मान्छेलाई होइन, अरू जेसुकै भने मान्छे ड्युटी जाने मान्छेको ढिलो गराउनु भएन नि त। यहाँ गाइस हामी अब मेन्यु पढ्दैछौँ खेस्याक खेस्याक। यो पल्टाउने मात्रै थो के? कुनै देखिन यो गर्दा नि नासी सलाद मसलामा सेटै रहेछ त यो। कफी पनि पछि क्या यो ब्ल्याक कफी रहेछ त। तिनवटा त्यही हानिदियो। हामी यो भेज पिज्जा हानिदिन्छौँ ल। अनि ड्रिङ्क्समा चाहिँ के? कफी खानु पर्ला म त। कफी कालो कफी आउँछ, क्यापुचिनो कफी लाटे हट चक्लेट। कुन चाहिँ हट चक्लेट पनि छ, क्यापुचिनो पनि छ, वाइट कफी पनि छ। पिज्जा आएको अवस्था के खाइसक्यो हो? अघि प्लेट त चिल्लै पारेछ त मरो। हाँ के खाइदियो हो? छैन त नि गाइजहरूको छैन, यसले सकिसक्यो यहाँनिर। टेस्टी छ दामी। ए त निस्किँदैन त एउटा हातले त अलिक अप्ठ्यारो हुँदो रहेछ त। चपाइदिन्छु ल। चपाउनुहोस्। अर्काले खाएको हेर्नु अरे, म चाहिँ यस्तो कुरो गरिरहेँ। सबैको यो घुम्ने चर्खा हो कि हाम्रो घुम्नु पाला आउँछ भने पकाउने अलिक ल्याम पार्नु न। अहिले ऊ आउँछ खानु नि तपाईँहरू। अर्को हाम्रो सी फुड आउँछ। त्यस्तो गर्नु पर्दैन है। आम्मा आम्मा ल न फेरि एकचोटि उचालेर हाल्नु न।
चितुवा छ नि केटाहरूको दाराई त मिटिङ जाँदै बिजी हो त अलि चिप्पु होइन घिच्छु यो के अरे सी फुड हो सी फुड पिज्जा ल है अब चाहिँ हामी फर्केको है यहाँबाट हेर त यस्तो थियो तल दाँत टालिन्छ ब पनि छोरा जस्तै हुन्छ त पछि के बोल्दो रहेछ यता थपै कुन गएर ल्याङ्ग्वेज आउने हो हामी पनि हेर्छौँ नि कुन भाषा हामी भाषा त पक्कै आउँदैन हिउँ परेर पर अब चाहिँ हामी यो ठाउँमा जानेछौँ है यो ठाउँमा यताबाट हिँडेर जानुपर्छ चट्टसँगले उकेलीमा केटाहरू जाँदैछन् हामी उँधो जाने सिन्सुई केप टेम्पल जाने बाटो यस्तो छ हिँड्दैन होला हामी चाहिँ हिँडौँ न बरु हामी दुई भाइ छौँ पछाडि केटाहरू छोडिराखेको छ यहाँनिर सर ल अब चाहिँ हामी यो टेम्पल आइपुगिसक्यो ठ्याक्कसँगले ठाउँहरू यस्तो छ यहाँ टेम्पलहरू यस्ता छन् यहाँ माथि हाम्रा पुर्खाहरू रहेछन् बसिरहेको यस्तो छ यो यस्तो छ यो माथि गुफाहरूतिर जाने हो टाइम छैन है 그때 젖 먹고 자란 사람이래 그 사람이. गुफा कस्तो छ हौ खतरा छ त हौ गुफा त गाइस के हो यस्तो कर्याप झ्याप पार्छ है फेरि
हेर तलु हेर तलु हेर तलु गाई यस्तो रहेछ यहाँ चाहिँ प्वाङ पारेछ बरु हाम्रा गौतम बुद्ध पनि त्यहाँ हुँदो रहेछ टोलीहरू होला है भने यहाँको दृश्य चाहिँ यस्तो छ गाइस हाम्रो साथीहरू कता कता हराए कता हो केटाहरू म त यतै थिएँ नि टेम्पलहरू यस्तो छ कहाँ ट्याङ ट्याङ गर्दै थियो यस्तो छ यहाँ चाहिँ के हो यो पुरा धुवा पाइरहेको छ त ओ भाइ ऊपर आइज न आम्बो लाफिङ दा पनि हुँदो रहेछ नि त लाफिङ बुद्ध पाङ पाङ हाम्रो शान्तिको अग्रदूत भगवान् गौतम बुद्ध ध्यान गरिरहनु भएको छ यहाँनिर फुलहरू यस्तो छ पुरै हुस्सु लाग्यो गाइस अब चाहिँ हामी यहाँबाट फर्किन्छौँ जाऊ है लु जाऊ जाऊ यस्तो यस्तै भइहाल्यो घुम्न पनि अब बस 3:20 छ फर्किनु लागेको छ हामी अब यहाँबाट मान्छेको भिड छ यहाँ आउनेको चाहिँ हामी चाहिँ अब फर्किनु लाग्यो गाइस यस्तै यस्तै हो आजको घुमघाम पनि सक्यो अब हामी आजको भिडियोलाई चाहिँ यहाँनिर अन्त्य गर्न चाहन्छौँ कस्तो लाग्यो भिडियो हेरेर कमेन्ट चाहिँ झ्याम दबाइदिनु होला ल धन्यवाद आजलाई यति नै